चेन्ज भएको छु र त्यस्तो म त उस्तै छु त के उस्तै हुनुहुन्छ है हजुर हजुर त अनि धेरै पछि लाइभमा आउनुभयो त धेरै पछि झन्डै 1 महिना 2 महिना पछि होला 1 महिना पछि त्यो 1 महिनामा मलाई कति तनाव भयो लाइभ नआएर हजुर किन त्यस्तो अब यहाँ लाइभमा अब गफ गर्ने बानी अनि गफ नगर्नु पाउँदा त कस्तो हुन्छ खतरक भएर मोटु ओफो हो र सुजन थ्याङ्क यू ल हो र त्यस्तो हो र मजाकमा लिनुहुन्छ अब यस्तो अब त्यस्तो मैले त्यस्तो भएको जस्तै देखेँ त्यही भएर पिरित हुनुहुँदो रहेछ अलि हेर्नु न यहाँ कति तनाव छ मेरो अनुहारमा देख्नु हुँदैन खै मैले त अनुहार देखेको छैन त्यस्तो अनुहारै देख्नु भएको छैन मैले अनुहार कहाँ हेर्नु भयो मैले यता हेर्दैछु मेरो मान्छेहरूलाई त्यही भएर के अब अझै त यस्तो हो कि मैले केटा देख्ने बित्तिकै यस्तो गरेर हिँड्छु कि त्यही भएर अलिक देख्दैन कि अनुहारलाई पनि केटा अब भनेपछि हिँड्ने बानी हो क्या है सुजन यस्तो गरेर हिँड्ने बानी हो त्यही भएर टेन्सन भनेको त मलाई अनि तपाईँको त अनि लक परेको जस्तो देखेको थिएँ लक परेको छ नि है घनिष्ठै कहिले हो बिहा कोसँग हजुर खै मैले देखिरहेको थिएँ भिडियो है प्यारीहरू हामीले देखेको थियौँ हामीले त देखेको थियौँ तपाईँको पुरै पुरै के देख्दै पुरै नाम भन्नुहोस् त ठ्याक्कै रोहनी होला होइन पुरै रङ्गिन थियो तपाईँको दुनियाँ त रङ्गिन देखेको थियो हामीले पुरै खुसी लाग्यो बढायो कस्तो रङ्गिन देख्नुभयो होला नि लाउनै बोके तरुणहरूसँग देखेको थियो कि हामीले कस्तो प्राइभेट भिडियो देख्नुभयो कस्तो देख्नुभयो होइन टिकटकमा ए टिकटकमा ए भनेपछि कस्तो देख्नु रोहनीजीसँगको देख्नुभयो कि के हो हाम्रो प्यारो रोहनी खोइ त कसो थाहै होइन मैले नाम हेर्नु भएन है मैले मात्रै हेरेँ सबले हेरेँ यहाँ बस्ने सबैजनाले हेरेको हो कि यहाँ कमेन्ट गर्दैछ ल अब तिम्रो ए हजुरको विनस्टिक झारो भनेको के गर्नु अब यो मेरो अनुहारमा के आयो यस्तो अनि मान्छे नचिनेपछि बर्बाद 9 विन सेभ गर्ने ल हामी गाइस 9 विन सेभ गर्ने ल मेरो 9 विन लिएर बसेको हो गाइस स्न्याप हान्छ ज्याममै हान्दैन भर्खर त हजुर नातिनु न हजुर डराको हजुर मलाई त डर लाग्छ हजुर त ओहो भनेपछि केटा मान्छेलाई अहिले टाढै है हजुर एकदम म त अलि 10 मिटर 15 मिटर टाढा 15 मिटर मात्रै पो हजुर बाबा बबाल थियो जोडी उहाँहरूको भन्दै हुनुहुन्छ ए बबाल नै थियो भन्यो आरे अब छिटै बिहा गर्न जाँदै हुनुहुन्छ भन्दै हुनुहुन्छ उनीहरू कमेन्टमा निर्दोष दाजु एमएल बोस माइसे सबजनालाई ए त्यस्तो नै भन्यो कमेन्टै गर् त्यस्तै छ उहाँको खै यता मतिर पठाउनुहोस् त तिनीहरूलाई कमेन्ट कसले त्यस्तो गर्यो उहाँको नयाँ गर्लफ्रेन्ड हो कि ए हो र माया बनाइछ तपाईँ झुट बोले नि यहाँ भ्युअर्सहरूले झुट बोल्दैन नि आमा झुटै बोकाको त भाइ ल बर्बाद बनायो अब यस्तो भयो भने चाहिँ फेरि है मान्छे त देख्नै नहुने भने छैन घोषजीले यस्तो भन्दा त म त टेन्सन लाग्यो त हौ टेन्सन भनेर पेन्सन लाग्छ क्या यहाँ फेरि
सुजन है रात लाजमाती जोटी थ्याङ्क यू हुन्छ छुट्टीमै त है ल भाइ अलिक टाढा त नजानुहोस् है धेरै टाढा नजानुहोस्